आज जुन उद्देश्यले उहाँ चाहिँ भजनी तथा कैलाली भ्रमण क्षेत्रमा निस्किनु भएको छ, उहाँको भ्रमण सफलताको हामी शुभकामना व्यक्त गर्दछौँ। आज यहाँका नागरिकको समस्या बुझ्नका निमित्त एउटा चाहिँ उहाँ यहाँ आउनुभएको छ। उहाँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टी तथा नेपाल सरकारको एउटा महिला नेतृत्व एकदम काम एकदम उहाँको चाहिँ जुन उहाँको जुन चाहिँ काम गर्ने शैली छ, जुन उहाँको चाहिँ मूल्याङ्कन भएको छ, एक नम्बरमा उहाँले चाहिँ महिला नेतृत्वको रूपमा चाहिँ यो देशलाई यो देशको मुहार फेर्नका निमित्त उहाँको चाहिँ जुन कार्य सम्पादन छ त्यो हाम्रो यो नेपाल यो सरकारमा चाहिँ एक नम्बरमा उहाँको चाहिँ नाम परेको हामीले सुनेका छौँ र त्यो महसुस गरेका छौँ। त्यसै गरी आज जुन किसिमले यो एकदम पिछडिएको एउटा दुर्गम क्षेत्रमा जुन हाम्रो माननीय जुन आउनु भएको छ, यहाँका सुकुम्बासीको समस्याहरू उहाँले बुझेर र टिपेर लैजानुहुनेछ। यहाँका नागरिकका समस्याहरू समाधानका लागि उहाँले काम गर्नुहुनेछ भन्दै म चाहिँ आजको यस कार्यक्रमलाई छोटो रूपमा हाम्रो जिल्लाको टिम हुनुहुन्छ, यसै गरी भजनी पालिका टिम तथा चाहिँ हाम्रो केन्द्रबाट आउनुभएको टिमलाई म भजनीमा हार्दिक स्वागत गर्दै यहाँका नागरिकका समस्या कसरी समाधान गर्न सकिन्छ र यहाँका समस्यालाई समाधान गर्नका लागि चाहिँ सरकारले के कस्ता कदमहरू चाहिँ अगाडि बढाउन सकिन्छ भन्ने विषयमा यहाँहरूले चाहिँ यहाँका समस्या टिपेर लैजानुहुनेछ भन्ने हामीले अपेक्षा राख्दै म आजको यस कार्यक्रममा चाहिँ हाम्रा माननीय तथा आजका जुन जति पनि यहाँ उपस्थित हुनुहुन्छ आम समुदाय आम नागरिकहरूमा म एउटा अनुरोध गर्न चाहन्छु, यहाँका समस्या के छन् हाम्रो माननीयजीलाई टिपाइदिनु होला र उहाँले गर्न सक्ने पहल के छन् ती विषयमा पनि हामी सुन्नेछौँ। म चाहिँ अहिलेको यो सत्र चाहिँ माननीयजीलाई चाहिँ हस्तान्तरण उहाँलाई चाहिँ हस्तान्तरण गर्दछु। धन्यवाद। धेरै औपचारिक नबनाऊ। म चाहिँ आएको भनेको नेपाल सरकारको तर्फबाट मैले चाहिँ मेरो नाम प्रतिभा रावल, म मन्त्री हो होइन। हजुरहरूलाई जति पनि यो लाल पूर्जासम्म देख्नुहुन्छ नि, लाल पूर्जाबाट त्यो यही मन्त्रालय अन्तर्गत पर्छ, जस्तो सहकारी पनि यही मन्त्रालय अन्तर्गत पर्छ। त्यही भएर आज म यहाँ आउनुको उद्देश्य भनेको चाहिँ कैलालीमा आउनुको उद्देश्य, नगरपालिकामा हजुरहरूसँग भेट्नको उद्देश्य चाहिँ तपाईँहरूले भोगिरहेको समस्या जुन तपाईँहरूको लाल पूर्जाको इस्यु छ एउटा त्यो चाहिँ, अनि आफूले भोगिरहेको समस्या मलाई राख्नु, हजुरहरूले देखिरहेको थियो हजुरहरूको के समस्या छ छिटो यो कसरी गर्न सकिन्छ हामीले गर्छौँ। अनि त्यसपछि चाहिँ मैले चाहिँ हामीले के गर्न लाग्छौँ यो पालिकामा, कहिलेबाट सुरु गर्ने हो भन्ने कुराको जानकारी म तपाईँहरूलाई दिन्छु ल है। कल राख्नु नमस्कार। लाल पूर्जा पाने लिए हमने ना उम्मीद ना रुपया पैसा पहले नहीं बनाए, ना हमारे लोग शिक्षा पाई थी, ना रोजगार पाई थी, ना हमारे यहाँ रुख कटने को हुई, जहाँ जहाँ 18 पर देवाने वो घर रहल देवान खावन होने रुख नहीं कर देते। इतना हमारी समस्या बा हमारे यहाँ सुटकमुयन और हमारे 13-14 फाटा ही काडोला, हमने काडोला की पूजा नहीं पहले है सुटकमुयन की अपन हमें कितना काट दिली, हमें सुधार से कितना कटा दिली हमें वही ठाव बचलाते उन्होंने लाल पूजा देना अनिवार्य बा। विशेष करके हमारा लाल पूजा देना जरूरी हो और रुख कटेना और वहाँ हमारे के जो लड़कन के शिक्षा दीक्षा के लगे वहाँ निःशुल्क हरेक बहाना लगा के शुल्क लेती रखा उन्हें निःशुल्क तो घोषणा कर लेते हैं, मौखिक में कर लेते हैं कि कैसे कर ले तेरा व्यवहार में ये हमारा कहना था। और हमारे कष्ट के आप जे हमारे घर पहला घर जे पहले बा और नहीं पाइल व्यक्ति अपन मेहनत परिश्रम लेज के फिनो अपन खा के नहीं खा के फाटल कपड़ा लगा के से गोरा नेंग के फिनो ऋण करस्कार के घर बने जाते तो ओने ओकर सुविधा नहीं पैना नहीं के करते एकदम सरासर हम नहीं भी होई का ये हमारी कम्युनिटी के लायक सब को लेके कम्युनिटी के अब अधिकार नहीं पता घर बनाए कि नहीं बनाए करना जे कर क्षमता वो नहीं घर बनाए जे कर क्षमता नहीं हो पूजा के लागि व्यवस्था छ कैसे के कार्य पता हमारा अनुरोध बा
हामी 2064 सालदेखि बसेका 2064 सालदेखि बस्दै आएका अब सबै भनौँ राजनीतिक दलहरूले सबैहरूले अब बस्नुहोस् तपाईँहरू जस्ता मान्छेले पाउनुहुन्छ भन्ने कुरा अब सबैले आश दियो हामीलाई आश दियो अनि बस्यौँ ढुक्क बाँडेर बस्यौँ घर पनि बनायौँ कसैले त ठुल्ठुला घर पनि बनायो सक्नेहरूले मजुरी धक्री गऱ्यो कसैले खाइ नखाइकन पनि बनायो अनि लास्टमा त्यो हामीलाई सूचना नआएर 81 सालमा बिहान 7 बजेदेखि डोजर लगाएर हाम्रो सम्पत्ति सकाप बनायो केही पनि राखिदिएन खानेमा नै राखिदिएन कसैका ओछ्याउने ओढ्ने अनि किताब बच्चाहरूका कापी किताब भन्ने जस्ता अरू त अरू कसैका एउटी महिलाको त यो घिचट्टै भाँच्यो र त्यो पनि मृत्यु भयो अनि बाख्रै मर्यो त्यहाँभित्र होइन हाम्रो सम्पत्तिको कुनै उही भएन खोजी भएन कसैले गर्दा तर सबै आउँछन् सबै दलहरू आउँछन् हामी यस्तो गरिदिन्छौँ तपाईँ बस्नुहोस् मात्रै त हामी यस्तो गर्छौँ लास्टमा हामीलाई डोजर चलाउने बेला सबैले सिग्नेचर गरेर हाम्रो घरमा लोन लगाइदियो एमाले पनि सिग्नेचर त्यसमा देख्यो अनि काङ्ग्रेसको सिग्नेचर पनि देख्यो माओवादीको सिग्नेचर पनि देख्यो अहिले सब अब नाउँ नपाडौँ सबैका सिग्नेचर देख्यो होइन अनि त्यसपछि फेरि अझ हामी अहिले डर तरासमा अझ पनि बसेका छौँ अनि के भन्छन् भनेपछि लौ त मेरो जङ्गलमा बसेका छौ अरे जङ्गलमा बसेको भए यो ठाउँ के त यो पनि जङ्गल हो यो मन्दिर छ नि यो पनि जङ्गल हो यहाँनिर ठुल्ठुलाहरू भवनहरू बनाएका छन् सङ्घ संस्थाहरूका अनि उद्योग वाणिज्य सङ्घ अनि महिला सेफ हाउस अनि यो के भन्छन् अर्को यो साना किसान होइन अनि यो रङ्गशाला यो क्याम्पस सबै बनाएको छ सर तर त्यो चाहिँ जङ्गलमा पढेन अब हाम्रा यति 27-28वटा घर छन् त्यो चाहिँ जङ्गलमा छ अहिलेसम्म जङ्गलमा छ तर त्यसलाई नाप्नका लागि हामीले तर फेरि त्यसका लागि निशा पनि छ हामीले कर तिरेको ऊ पनि छ यसमा मैले त्यो पनि ल्याएर आएको छु अहिले हामीले कर पनि तिर्यौँ कति वर्षसम्म अनि अहिले करतिर जाँदा अहिले के भन्छ अहिले कर पनि लिँदैन अरे अब कर नलि पहिला त लिइसक्यो अब कर नलिने अरे अनि यो जङ्गल हो अरे यहाँभन्दा अगाडि के भयो त जङ्गल भए अरूलाई किन जङ्गल भएन अहिलेसम्म अरूलाई पनि जङ्गल हुनुपर्ने नि त यत्र यो क्याम्पस बन्यो 15-12 बिघा जग्गामा क्याम्पस बन्यो हामी जनतै रहेन भनेपछि जनताका बालबच्चा रहेन भनेपछि त्यो क्याम्पस बनाएको मतलब के भयो क्याम्पस के चाहियो बाँदर आएर पढ्ने आउनु क्याम्पसमा पढ्ने त हामी जनताहरूको बच्चाहरू पढ्ने हो नि त यो रङ्गशाला बन्यो यो रङ्गशालामा के बाँदरहरू आएर गुना बाँदर आएर फुटबल खेल्ने आउनु त होइन नि त मान्छे आएर खेल्ने आउनु जब हामी जनतै छैन भनेपछि त्यसमा त्यो ऊ किन भयो यो यतिमा जङ्गल किन भयो अहिलेसम्म हामीले यो छुट्याउन यति हामीलाई कृपया यति हामीलाई आशा के छ भनेपछि यो हामीलाई जङ्गलबाट छुट्याइदिनु यति हामीलाई अनुरोध म गर्दैछु हजुरलाई जसरी हुन्छ हामीलाई यो कति 127 धुरी घर छौँ होइन हामी सबै यो अब सुकुम्बासी कति मिलेर बाढी बिरुवा मिलेर यतिलाई हामी जसरी भ्याउन हामीलाई जसरी भ्याउन यो हामीलाई टुङ्गो लगाइदिनु पऱ्यो ठाउँमा बसाइदिनु पऱ्यो यति हाम्रो यो गरिदिनु पऱ्यो यति भन्दै अब म बिदा हुन्छु नमस्ते म ज्ञानबहादुर रावत म आफै पनि एक सुकुम्बासी हो र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नगरपालिका सचिव पनि छु म अहिले एउटा सुकुम्बासीको हैसियतले बोल्दैछु मैले यो नगरमा घुमिरहँदा केही 2-3वटा एकदम जटिल समस्या देखेको छु एउटा चाहिँ मुक्त कमाया शिविरको व्यवस्थापन अझै पनि भएको छैन जो सुरुवा बस्ती लगायत यो बस्तीतिर बसेका छन् उनीहरूलाई कार्ड पनि पाएका छन् तर जग्गा चाहिँ उपलब्ध छैन यथाशीघ्र समाधान गर्नको लागि लाग्नुपर्छ जस्तो लाग्छ त्यस्तै मौनाल बहुमुखी क्याम्पस पनि एक आपैमा लाभपूर्जा छैन त्यो नहुँदाखेरि मौनाल बहुमुखी क्याम्पसका थुप्रै योजनाहरू रोकिएका छन् त्यो तपाईँले अहिले स्थलगत भरण पनि गरिदिनुपर्छ भनेर उसलाई अनुरोध पनि गरेँ दोस्रो पिएचसी भजनी हामी प्राथमिक स्वास्थ्य केन्द्र भजनी जो छ त्यसको पनि लालपूर्जा छैन अहिलेसम्म जो आफैमा सरकारी अस्पताल हो र यो क्षेत्रलाई पुरै त्यसले धानेको छ तर लालपूर्जा नहुँदाखेरि त्यसको पनि स्तर उन्नति भइरहेको अवस्था छैन त्यसमा चाहिँ हजुरको गम्भीर ध्यान राख्नुहोस् र दोस्रो कुरा दलित
का समस्या पनि त्यही छन् लाल पूर्जा नपाएका। भजनीमा म्याक्सिमम समस्या भनेको दलित, मुक्त कमाएर अव्यवस्थित बसोबास। हामी जहाँ बसिरहेछौँ यो पनि तपाईँको लाल पूर्जा विहीन रहेको ठाउँ रह्यो। त्यो कारणले गर्दाखेरि यहाँका जनतालाई व्यवस्थापन गर्नका निम्ति र तपाईँ स्वयंले पनि एउटा स्थलगत भ्रमण गरिदिनु अनुरोध किन गरे भनेपछि मौनेल बहुमुखी क्याम्पसको अवस्था के छ त अहिले? त्यो लाल पूर्जै नपाउँदाखेरि ठुला प्रोजेक्टहरू बनाउन नपाउने नेपाल सरकारले बनाउन दिइरहेको छैन। अब नेपालको सरकारले बजेट हाल्छ, नेपाल सरकारले लाल पूर्जा दिने हो। त्यो ठाउँमा लाल पूर्जा नभएको अवस्थामा त्यहाँ चाहिँ डिपिआर गरेर अलिक ठुला योजनाहरू विद्यालय प्रशासनिक भवनहरू होलान्, अन्य कारोबारहरू पनि त्यहाँ भइरहेको अवस्था छैन। यहाँ स्वयं हाम्रो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हाम्रो टङ्कप्रसादजी पनि आउनुभएको छ। त्यस्तै गरेर यतातिर हाम्रो मौन्याल स्कुल पनि छ होइन, उसको एउटा अभिन्न अङ्ग हो। त्यो कारणले गर्दाखेरि प्रमुख समस्या भनेका दलित, मुक्त कमैया, सुकुम्बासी, अवस्थित बसोबासहरूले र साथमा यो क्याम्पस र त्यहाँको स्वास्थ्य संस्था र हामी बसेको यो स्वयं ठाउँ र यो रङ्गशाला पनि तपाईँको लाल पूर्जा विहीन अवस्थामा छ। त्यो कारणले यी समस्याहरूलाई यथाशीघ्र समाधान गरिदिनु हुन माननीय मन्त्री समक्ष मैले भजनीवासीका तर्फबाट अनुरोध गरेँ है। जति जोगी आयो काने चिरेका नभनाउनु होला। हामी आशा बोकेर आएछौँ जति जोगी आयो काने चिरेका भन्ने एउटा अर्थ छ। त्यो अर्थ हो जति जोगी आयो अहिलेसम्म कानै चिरेका छन्, तर कान चिरेका जोगी आयो भन्नु नपरोस्, नभनाउनु। अब एकछिन यसो भ्रमण गरे त हुन्छ। कसैले केही समस्या छ यसो भन्नुहोस्। समस्या आयो पूर्जा लाल पूर्जाको पनि समस्या, वन क्षेत्रमा भएको वन क्षेत्र जनाइयो यहाँ बस्न पाइँदैन भन्ने खालका समस्याहरू छ। त्यो चाहिँ नीतिगत कुराहरू नीतिगत कुरा सच्याउनुपर्छ। हजुर त्यो सच्चै दिनु पर्यो। अब जसरी गर्ने एउटा कुरा है त म भन्छु, एउटा अघिदेखि चाहिँ दुईवटा एउटा स्कुल र एउटा चाहिँ उसको कुरा आयो होइन। त्यो दुईवटा पाटो छुट्टाउँ है त। एउटा बस्ती पहिला एउटा चाहिँ किनभने स्कुलको अनि उहाँहरूको एउटा भोगाधिकार लिने एउटा प्रक्रिया अर्को हुन्छ। दुईवटालाई छुट्टाएर उहाँहरूसँग म बेग्लै बस्छु। अहिले भ्रमणहरूसँग भेट्न प्रत्यक्ष आउनुको कारण के हो भन्दा यसमा अहिले हामी राजनीति कुन दल आयो के कुरा नगरौँ है त। प्योर मन तपाईँसँग नेपाल सरकारबाट जिम्मेवार मन्त्री र तपाईँहरू चाहिँ त्यो जुन पीडामा हुनुहुन्छ व्यक्ति हिसाबले म कुनै पार्टीको प्रतिनिधित्व पनि अहिले मलाई नसोचिदिनु होला। मेरो रिक्वेस्ट तपाईँहरूलाई, म चाहिँ एउटा मन्त्रीको हैसियतले तपाईँहरूलाई चाहिँ के समस्या परिरहेछ यहाँ क्षेत्रमा, किनभने आत्तिएको अवस्था छ नि। देशैभरि चाहिँ लाल पूर्जा अब पाइन्न कि अब फेरि डोजर चल्छ कि भन्ने खालको त्यस्तो राति त हामीलाई निन्द्रै पर्दैन म्याडम कहिले काहीँ। त्यही भएर चाहिँ तपाईँहरूलाई प्रत्यक्ष भेटेर यो कैलालीमा अझै धेरै समस्या छ भनेर म यहाँ आउनुको ठुलो एउटा मुख्य कारणै त्यही हो। तपाईँहरू चाहिँ नआत्तिनु होला। सरकारले काम गरिरहेको छ, सरकारले काहीँ छिटो काम अब सुरुवात भइसकेको छ। केही जिल्लाहरूबाट लाल पूर्जा वितरण सुरु भइसकेको छ। कुन कुरामा तपाईँले अघि नै भने जस्तो कुन कुरामा नीति सच्याउनुपर्छ। सरकारले त्यो नीति पनि सच्याउँदैछ। म तपाईँहरूलाई जानकारी गराइदिन्छु है। त्यो नीति पनि सच्याउँदैछ। ल सम्भवतः म यहीँबाट तपाईँहरूलाई के भन्न चाहन्छु भने सुरु हुन्छ अब केही दिनमा सुरु हुन्छ भने त्यो सायद सम्भवतः यो भजनी नगरपालिकाबाटै सुरु हुन्छ है। यो चाहिँ गराए यो चाहिँ भजनीबाट हामी कहिले सुरुवात गर्छौँ। यो कैलालीमा सुरु हुने पालिका सबभन्दा पहिलो पालिका चाहिँ भजनी हुनेवाला छ। यति चाहिँ मैले हजुरलाई जानकारी गराएँ एउटा। अनि अर्को पाटो अघि नै चाहिँ अब धेरै अब दिदीले पनि राख्नुभयो, अरू उहाँहरूले चाहिँ पाइरहेको सुविधा पनि अब के बाहनामा फीहरू लिन्छन् भन्ने कुरा भयो। त्यो पनि अब सम्बन्धित ठाउँमा म यस विषयमा पनि म जानकारी गराउँछु होइन। अहिले चाहिँ प्योर मैले चाहिँ हजुरको लाल पूर्जाको विषयमा र प्लस अब मैले डाइरेक्ट जोडिने भनेको सहकारीको विषयमा, सहकारीको पनि केही समस्या छन् भन्ने पनि बताउनु होला। अनि अहिले हजुरहरू बसिरहेको जसरी बसिरहनु भएको छ त्यो अवस्थामा नेपाल यो सरकारले चाहिँ यो यही पालामा हजुरहरूले सबैजनाले जति सक्दो चाँडो, हाम्रो प्राथमिकता के हो भने जति सक्दो चाँडो हजुरहरूले आफ्नो बसिरहेको लाल पूर्जा पाउने हो। हजुरहरूले यही पालामा पाउनुहुन्छ। अब यो को आए कसरी गए यो आउने के गर्ने त्यो मतलब भएन, को दल सल केही होइन। यो सरकारले चाहिँ प्राथमिकतामा राखेर यो भूमि सम्बन्धी समस्या चाहिँ एकदम यो प्राथमिकतामा राखेर काम गरिरहेछ। सबै अरू जिल्लामा सुरुवात पनि भइसकेको छ लाल पूर्जा वितरण। अब कैलालीमा पनि छिट्टै सुरु हुँदैछ र सम्भवतः त्यो पालिका पहिलो पालिका यही हुनेवाला छ, भजनी नै हुन्छ होइन। त्यसमा कतिपय कुराहरू नीतिगत कुराहरू सुचाउनु होला। कोही वन क्षेत्र परेका वन क्षेत्रमा बस्न पाइँदैनन् भन्ने होला, त्यो कुरा पनि सच्चाइन्छ होइन। कति कुरा सच्याउने हुन्छ त्यो कुरा पनि सच्चाइन्छ। कतिपय कुरा त हामी सच्चाइ पनि सकेका छौँ हो। त्यो कानुनी प्रक्रियाले गर्दा अलिकति समय लागेको हो। अहिले झन्डै 4+ महिनामा हामी अहिले जो चलिरहेका छौँ। यो सरकार बनेपछि अहिले झन्डै 5 महिना भयो होला होइन।
5 महिनामा हामी छौँ। त्यही भएर यसमा हामीले नीतिगत कुरा सुधारदेखि लिएर संरचनामा पनि पहिला तपाईँले आयोगहरू बनेका सुन्नुभयो होला, तपाईँहरूको झन् भुक्तभोगी सबैजनाले देख्नुभयो होला कतिवटा आयोग गयो होइन। त्यही भएर त्यो आयोग त्यो संरचनाले भएन, त्यहाँ त्योले काम गर्न सकेन भनेर हामीले अहिले छुट्टै चाहिँ हाम्रो अहिले जिल्लामा चाहिँ हाम्रो सिडिओको अध्यक्षतामा चाहिँ उहाँहरूले हेर्नुहुन्छ, त्यो समितिले हेर्छ अनि त्यो समितिले चाहिँ लाल पूर्जा सम्बन्धी काम गर्छ। त्यही भएर हामीले हाम्रो प्राथमिकतामा भएको कुरा हामीले छिटोभन्दा छिटो हजुरहरूलाई लाल पूर्जा वितरण गर्ने हो होइन। यो यही पालामा हुन्छ, म त यो कति दिनमा हुन्छ भने हामीले 500 दिनको लक्ष्य राखेका छौँ। 500 दिनभित्र चाहिँ यो देशैभरिको सुकुम्बासीको समस्या हामीले समाधान गर्छौँ भनेर चाहिँ हामीले एउटा चाहिँ प्रतिबद्धता जनाएका छौँ, लेखेका पनि छौँ, बोलेका पनि छौँ। सबैतिर हामीले चाहिँ एउटा प्रतिबद्धता गरेका छौँ। त्यही भएर हजुरहरू चाहिँ एउटा कुरामा के ढुक्क हुनु होला भने अब यो पनि पाइँदैन कि यसले पनि केही गर्दैन कि भन्ने त्यो आशंकामा नरहनु होला। मैले धेरै तपाईँहरूलाई फुलबुट्टा भरेर भनिनँ, तपाईँहरूलाई सिधै कुरा के हो भने तपाईँहरूलाई जति सक्दो चाँडो लाल पूर्जा पाउनुहुन्छ। यदि चाहिँ यहाँ नेपाल सरकारको तर्फबाट तपाईँहरूलाई यति भन्न र तपाईँहरूका कुरा सुन्न म यहाँ आएको हो र यति भने अब थप अरू केही छन् भनेपछि हजुरहरूको गरौँ, नत्र चाहिँ मैले हजुरहरूलाई चाहिँ छिटोभन्दा छिटो अब हामीले सम्भवतः यो प्रक्रिया पनि अगाडि बढिसकेका छ र सम्भवतः यही पालिकाको प्रक्रिया चाहिँ सबैभन्दा अगाडि बढिसकेका भएर चाहिँ अब केही उसमा हजुरहरूलाई जानकारी आउँछ लाल पूर्जाको विषयमा चाहिँ अब कुन कुन क्षेत्र पर्छन् यो पालिकाको होइन। यो पालिकाबाट चाहिँ हामीले सुरुवात गर्न सक्ने एउटा चाहिँ वातावरण बनाएको छ। मैले यति चाहिँ जानकारी गराएँ हजुरहरूलाई है। म्याडम अब अरू यो वनबाट जो नीति अहिले यो जङ्गलको अहिले बैठ्ने बस्दैछ, त्यसै यसै बैठकमा गराइ यो अलिकति त हामीले यो जुन अध्यादेश आयो विधिमा भन्थ्यो नि भूमि सम्बन्धी अध्यादेशहरू, त्यसमा पनि हामीले केही कुरा केही कुरा गाँठ फुकालेका छौँ। अब ठ्याक्कै यो क्षेत्रको लागि हुने म यहाँ हाम्रो सल्लाह गर्छु, हाम्रो चाहिँ ठ्याक्कै यो क्षेत्रलाई हामी त्यो पर्छ कि पर्दैन त्यो कानुन अन्तर्गत भनेर, पर्दैन रहेछ अलिकति फरक अझै लचिलो भएर जानुपर्ने हो कि होइन, त्यसमा पनि हामी छलफल गरेर टुङ्गाउँछौँ। त्यही भएर अलिकति नीतिगत सुधार चाहिएको भएर समय लागेको हो र कतिपय मिल्छ। फेरि यस्तो पनि नहोस् कि भोलि किन चाहिँ सरकारले वन क्षेत्रमा चाहिँ बसाउँदैन बसोबास भन्दाखेरि हजुरहरूलाई असुरक्षित पनि त हुनु भएन नि त होइन। भोलि बस्ती बसाल्यो भोलि केही घटना घट्ला त्यो पनि त हुनु भएन। त्यही भएर केही नीतिहरू चाहिँ किन ल्याइएका हुन् भन्दा हजुरहरूलाई नै सुरक्षित गर्नलाई हो होइन। यहाँ नातिको सर हो, मालपोतको सर पनि यता आउनु भएको छ, सबैसँग हामी बसेर यो कुरा टुङ्गाउँछौँ है। अनि मन्त्रीज्यू फेरि पनि मैले दोहोऱ्याएँ जो यो विभिन्न शिविरहरूमा मुख्यतमा शिविर होस् चाहे बाढी पीडित शिविर होस्, यी शिविरहरूमा कतिपय ठाउँमा लाल पूर्जा पाएको अवस्था पनि छ, कतिपय ठाउँमा नपाएको अवस्था र उनीहरूले कार्ड मात्रै पाएको अवस्था छ। त्यो ठाउँमा कस्तो छ भनेपछि जङ्गलका सुकेका रुखहरू ढल्ने अवस्था, ठुला ठुला विशाल पेडहरू जो कुनै बेला खस्न सक्ने अवस्था छ होइन। त्यो कसकै घरमा खस्दियो भनेपछि भोलि धनजनको ठुलो क्षति हुने अवस्था पुगेको छ र त्यसलाई पनि व्यवस्थापनको पक्षतिर लैदिनु हुन माननीयज्यूलाई मैले जानकारी गराएँ हेरेँ र अनुरोध पनि गरेँ, किनकि त्यो धेरै ठाउँमा मैले सुरुवा बस्तीमा पनि गएँ, यहाँ पनि गएँ, त्यसपछि मिलनपुर शिविर बस्तीमा उता रजवाडातिर अब एमर्जेन्सी शिविरमा पनि त्यो छ। अब लाल पूजा पाएको ठाउँमा त तपाईँको त्यो पटानी गरिसकेका छ, कतिपय ठाउँमा अलिक ठाउँ बाँकी छ, तर जहाँ चाहिँ लाल पूजा पाएको छैन तर लाल पूजाको लागि त्यो निशा दिएको छ होइन, त्यो पुरै मुक्तको म्यासेजहरू छन्, त्यो ठाउँमा चाहिँ विशाल विशाल रूपहरू खस्ने अवस्थामा छ। अनि अब हाम्रो वार्ड नम्बर 5 मा सबैले पाएको छ, सबैले भन्दा म्याक्सिममले पहिलादेखि पाउनु भएको छ, तर नक्सामा छैन। त्यसको बारेमा केही कस्तो अपडेट थियो भदिन नगरपालिका वार्ड नम्बर 5 को धन्यवाद दिन चाहन्छु। आज हाम्रो माननीय प्रतिभा रावलज्यूले यहाँका गुनासाहरू लिखेर जानु भएको छ र यसो गरौँ न, त्यस्तो मान्छेहरूलाई कता न यो त काठ हो, परिचय पत्र पूर्जा हो होइन त्यो
एकछिन किनभने चाहिँ यो क्षेत्रको हाम्रो एउटा मात्र क्याम्पस त्यो क्याम्पस यदि हाम्रो राम्रो भएन भनेपछि गाडीमै जाउँ एकछिन 2 मिनट हामी हेर्छौँ त्यसपछि उहाँले जे भन्नुहुन्छ हामी 5 मिनट जति बढीसम्म किनकि म अब यहाँको मलाई यही कुराहरू प्रेसर गर्छु मैले अब यहाँ यति गर्दैन फेरि मलाई